ओके हामी चाहिँ यहाँनिर एउटा मन्दिरमा आइपुगेको थियौँ है, शिवालय मन्दिर है। अन्त यहाँबाट चाहिँ दामी भ्यू देख्दो रहेछ है, यो हेमा खोला देख्दो रहेछ यहाँबाट तल। 500 कति रुपियाँ फर्किन्छ? 500 यति भयो त डेङ्की डेङ। ओके हेलो भनेर है, आजको राइड सुरु हुँदैछ। सो ओके आजको राइड सुरु हुँदैछ 25,158 एन्ड है वी आर गोइङ कहाँ हो? ए त अब चाहिँ 4 घन्टाको बाटो होइन है हाम्रो। यस्तो छ आजको डे होइन, हिजोको भन्दा चाहिँ अलिक बेहतर। एन्ड है बाटो चाहिँ यस्तो राम्रो छ है, तर हाम्रो कुदाइ चाहिँ साह्रै स्पिड हुँदैछ सायद होइन है। आई होप है राम्रो हुन्छ होला आजको राइड। सो लुक एट द भ्यू गाइस। चला पहाड त पहाडै हो, हाम्रो पनि पहाडै हो, तर यो यहाँ नेपालको इन्जिनियरले चाहिँ के खालको बाटो बनाएको यस्तो उकालो? हाम्रोमा बरुले छैन होला यस्तो उकालो है। एन्ड है हाम्रोमा चाहिँ अब हुन्छ नि यो चाहिँ हुन्छ नि हाम्रो पनि सिक्किम पनि योभन्दा खतरा पहाड हो जुन चाहिँ है एकखेप लड्दा मर्ने खालके। तर बाटो चाहिँ यति साह्रो हुँदैन है हाम्रोमा चाहिँ। अन्त यहाँनिर चाहिँ बाटो चाहिँ ठुलो, तर अलिकति हामी अब यो जुन चाहिँ 125cc-लाई चाहिँ उकालो चढ्नु चाहिँ एकदम साह्रो पनि। वाउ वाउ गाइस, लिम्बूको ब्याच भएको है गेट रहेछ होइन है, यु क्यान सी। के हो यो त? अन्त 125cc-लाई त साह्रो पर्ने खालको बाटो रहेछ त हौ। त्यही माथि है हाम्रो लोड पनि ज्यादा छ। माइलेजको त कुरै छोडिदिउँ, यस्तो उकालो कुदिसकेपछि उकालो त अन्त ब्रेक फेल हुने खालको उकालो छ त हौ, अरालो छ त हौ, अरालो आउनु पऱ्यो नि त। एन्ड है आई डोन्ट नो है वे आई एम एक्चुली राइट नाउ। एन्ड है यस्तो साह्रो बाटो चाहिँ राम्रो छ, तर उकालो छ है। त्यो उकालोमा चाहिँ अलिकति हामीलाई साह्रो पर्छ है, तर पनि 40-45 त दिँदैछ है उकालोमा। एन्ड है जुन चाहिँ हाम्रो माथि है नर्थ सिक्किममा एउटा बाटो छ एस टर्निङ है, जुन चाहिँ है अब भन्नुपर्दाखेरि जुलुकमा पनि छ एस टर्निङ है। त्योभन्दा ज्यादा खतरा चाहिँ है नर्थ सिक्किममा छ होइन। यति साह्रो उकालो है, त्यसलाई पनि जित्ने खालको टर्निङ रहेछ है। यसरी बिचमा टोइलेट बनाइदिएको चाहिँ एकदम राम्रो हुन्छ है। दाउरा चाहिँ यस्तो दामी भेलाएर राखेको रहेछ। एन्ड है गल्यो खुट्टा। रॉकी है
अब चाहिँ जग्गा चाहिँ अलिक रुखपातहरू भएको जग्गा आइपुग्यो है, अलिक गुराँसहरू देख्नु थाल्यो होइन है। हाम्रो चाहिँ आज चाहिँ डेस्टिनेसन नै तिनजुरे हो। हेरौँ अब कस्तो कस्तो छ, के छ। आज फर्स्ट टाइम है 4 स्टिक हिट पुग्यो है। होइन एकछिन रेस्ट गर्नुपर्छ जस्तो छ है। कन्टिन्युसली राइड गरेकै छौँ, तर पनि है कति पुग्दैछौँ कहाँ पुग्दैछौँ मलाई पनि थाहा छैन है। अन्त यहाँ बोर्डमा हेर्नुपर्छ अब अगाडि कस्तो के छ। रोड चाहिँ एकदम दामी छ है, यस्तो बस्तीमा भए पनि अफ रोडिङ आयो खतरनाक हो। सेटिस एकदम सेटिस। यहाँ तल चाहिँ दामी ग्राउन्ड रहेछ है। यहाँनिर चाहिँ यस्तो बाटोमा पनि बस कुद्दो रहेछ रे इधर त। यस्तो चाहिँ दामी कुरा हो नि त, यस्तो पहाडतिर पनि बस आउने भनेको चाहिँ। यस्तो बाटो चाहिँ उकालो चाहिँ आइँदैन है गाइस, ओह्रालो चाहिँ गइन्छ कि। उकालो चलाउँछ नि त यस्तो बाटोले चाहिँ। हामी चाहिँ अहिले फेरि औल झरेर फेरि अब लेक चढाउँछ यो बाटोले। यो के हो, हिमालय बजार कि के हो, हिमालय कि के हो बजार रहेछ। एन्ड आउनु आँटेको रहेछ। अब बाटो चाहिँ एकदम है, कति जग्गा चाहिँ नराम्रो कति जग्गा चाहिँ राम्रो यसरी है, तर पनि है साह्रै पर्छ। दिदी अलिकति फिदिनु गएको होला। एकदम टेस्टी छ यहाँको चाहिँ। अब चाहिँ हामी चाहिँ यहाँदेखि चाहिँ 10 किलोमिटर अहेड है एउटा मेङलुङ भन्ने मेन बजारदेखि। त्यहाँदेखि उता चाहिँ 25 किलोमिटर जानुपर्ने, जहाँ चाहिँ हामी स्टे गर्छौँ आज है। लेट्स गो। एन्ड है कति अब यस्तो दामी बाटोमा चाहिँ है अब अलिकति हुन्छ नि स्पिड पनि मेन्टेन गरेर हिँड्नुपर्छ। 15-20 मिनट लाग्छ होला सायद। सो ड्राइभ स्लो, ओइ ड्राइभ स्लो भनेर त यहाँ त खतरा रहेछ नि त ड्राइभ स्लो। हामी चाहिँ मेङलुङमा छौँ है अहिले चाहिँ रिसेन्टली। एन्ड है हियर इज द भ्यू। स्पिड लाग्यो नि दाजु। यहाँ चाहिँ नेपालको झन्डा रहेछ, नेसनल फ्ल्याग। आमा ठेट कर्फ त गुटुरु ल बाटो त
कति अझै 10 दिनु पर्यो जिरी बजार गाइस मजाले सिट पक्ड्यो नि के गर्नु अम्बो यहाँ पार्टी त क्या देखिदिँदैछ त ए फोन अल्ट्रा वाइडमा निकाल्नु पर्छ नि दामी हुन्थ्यो ओके यो चाहिँ के बजार हो मलाई पनि थाहा छैन हो एक्चुअलीमा चाहिँ है यो बजारमा चाहिँ पुरै अलैँची गनाउँदो रहेछ मेरो दाजुहरू पनि रहेछ माथि भित्तामा नक्सा बनाएको छ नेपालको है नेपालको झन्डा पनि रहेछ है गाइस यहाँनिर बादल यस्तो दामी हुन्छ नि दामी भन्दा पनि के भन्नु पुरै हुन्छ नि लेकमा जस्तो यस्तो जाँदैछ है यहाँ पर यो भ्यूहरू देख्न सक्छ यहाँ परतिर चाहिँ एरिया आयो अलमोस्ट हामीले अब पुग्न आँटेको छौँ है आई होप है आजको राइड चाहिँ अब छिटै सक्छ होला भन्ने कुरा अब हिजोको जस्तो रातभर 8-9 बजीसम्म लाग्दैन होला है अर्जुन दाजु चाहिँ गुराँसको बोटहरू देख्नु थालिसकेको छ है आई होप है छिट्टै पुग्छौँ होला हामी 3 जोडी अनि फेरि अफरोडिङ सुरु गाइस अफरोडिङ सुरु भइहालेको छ ओहो बाटो छ सबैभन्दा फर्स्ट चाहिँ म तपाईँलाई भन्न चाहन्छु कि हामी चाहिँ 3 जोडी आइपुगेको छौँ होइन अनि मेरो पछाडि देख्दा चाहिँ एउटा के पिङ्क कलरको गुराँस है यहाँनिर छ रेड कलरको कतिवटा जग्गामा चाहिँ फुल्दै रहेछ कतिवटा जग्गामा चाहिँ फुलेको छैन रहेछ है कतिवटा चाहिँ फुलिसकेछ अनि त्यही छ आजकल अहिलेको चाहिँ अनि यहाँ माथि पनि छ जम्मै यो एरिया सब गुराँसकै मात्रै रहेछ होइन है यस्तो चाहिँ भ्यू चाहिँ यस्तो छ एकदम हरामी अफरोड रहेछ भोलि चाहिँ यहाँनिर बाइकसँगै भिडियो बनाउँछु नि ल अफरोडिङ चाहिँ हुनुपर्छ नि त 3 जोडी गाइस
यस्तो छ गाइस, यस्तो छ है तिनजुरेको चाहिँ भ्यू। यहाँ चाहिँ हिउँ पर्ने जस्तो छ, यो चाहिँ लाचेन जतिकै पर्ने रहेछ सायद, आई होप। लु कहाँबाट आएको होला? हुन्छ लु त लगाऊ। कस्तो जग्गामा चाहिँ आइपुग्यो गाइस। अम्बो जस्ट चेक इट आउट गाइस, चेक इट आउट। यस्तो छ दामी। हामी अघि आएको रोड सायद यतैबाट होला, यस्तो आएको। उयो अन्त उयो हेर्नु ओके है, हामी चाहिँ अलिकति हुन्छ नि यहाँ ढिलो आएर चाहिँ रुमको चाहिँ प्रब्लम भयो होइन है। अब माथि गएर चाहिँ फर्किने, यहाँ माथि मन्दिर छ अरे, अनि त्यहाँ गएर चाहिँ फर्केर आउने। यस्तो चाहिँ भ्यू चाहिँ तपाईँको। तर कुद्दै आउँदैछ। म चाहिँ आइपुगेको छु टप अफ द माउन्टेन भने जस्तै है। यति साह्रो दामी जग्गा रहेछ। लुक एट द भ्यू। वाउ 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 वाउ, एकदम वाउ। अब यहाँदेखि उता चाहिँ के चाहिँ चाहियो? यस्तो दामी जग्गा, यस्तो दामी जग्गा। यी तिनजुरे चाहिँ यही है मोस्ट फेमस जग्गा अहिलेको ट्रेन्डिङ है। बादलको छेउमा छु जस्तो लागिरहेको छ, बादलको छेउमा छु जस्तो। यो बाटो हो, यो बाटो यताबाट आएको हामी। एन्ड हेरौँ है कस्तो छ। म चाहिँ बादलभन्दा पनि माथि दिन छु। तिनजुरे तपाईँहरू पनि आइदिनु, तर टाइम अलिक मजाले मिलाएर आउनुहोस्। टाइम मिलेन भने चाहिँ हामी जस्तै बिजोक घुम्नेवाला छ। झन्डै बिजो भयो। यो सब यिनीहरूको गाईको ट्र्याक अहिले चाहिँ। यत्रो यो 400 किलोमिटर प्लस आएको चाहिँ वर्थ भयो हामीलाई चाहिँ होइन है। हाम्रो सबैभन्दा ठुलो राइडर यहाँनिर चाहिँ होइन है। म चाहिँ सबसे सानो राइडर हो यहाँको। यस्तो दामी जग्गामा आइपुगेको छु है तिनजुरे। अन्त यहाँनिर चाहिँ पुरा अब हुन्छ नि क्लाउडी भएर चाहिँ हामीलाई चाहिँ पुरै साह्रो अब हुन्छ नि, अब अलिकति हुन्छ नि साह्रो। चिसै जग्गा रहेछ यो चाहिँ हाम्रो चाहिँ होइन। एन्ड यो कुन चाहिँ उयो पर्छ तिनजुरे चाहिँ कुन अब जिल्ला? तेह्रथुम जिल्ला हुन्छ। अब यहाँको गाविस चाहिँ थाहा भएन। अब यहाँदेखि उता चाहिँ हामीलाई पनि थाहा छैन, हामी पनि यहाँको टुरिस्ट हो जस्तै भए पनि। यहाँ पर चाहिँ त देख्दैछ हामीले फुलेको रातो पिङ्क कलरको है, दुई कलरको मात्रै देख्दैछ जङ्गल। यहाँनिर जति पनि यो कालो कालो देख्दैछ सब गुराँस सब गुराँस। यहाँ आइपुग्दा यस्तो राति भए पनि आइपुग्दाखेरि चाहिँ मलाई चाहिँ एकदम मनै खुसी भएर चाहिँ म चाहिँ यहाँनिर खेल्नु मन लाग्छ।
मलाई पनि नाच्नु गुराँसकै बोटको यो होला सायद है, दामी रहेछ, मजाले दाउरा काटेर राखेको रहेछ है। यो जति पनि जङ्गल देख्दैछ नि यो पछाडि ब्याकग्राउन्डमा सब गुराँस हो, सब सब सब। अब जे जस्तो भयो भने अब हामी चाहिँ यहाँबाट चाहिँ जाँदैछौँ एन्ड है, अब चाहिँ यहाँबाट चाहिँ जाँदैछौँ है। जे जस्तो भयो भने आज चाहिँ रात परिगयो, अब तल गएर रुमहरूको म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। ओके यस्तो छ है। अनि फेरि हामी चाहिँ जाँदैछौँ माथि तिनजुरे नै। हिजो चाहिँ अलिकति ढिलो हुनुले गर्दाखेरि चाहिँ हाम्रो अलिकति राम्रो भएन एन्ड है, फेरि पनि जाँदैछौँ एन्ड है। लुक एट द भ्यू है हाम्रो यहाँनिर। हामी चाहिँ बसन्तपुरमै बसेको थियौँ है एन्ड फेरि जाँदैछौँ। यो चाहिँ बसन्तपुरको बजार है। कहाँबाट जाने? यो तलबाट जाउँ है, तलबाट जाउँ, तलबाट जाने भयो हामी चाहिँ होइन। एन्ड यहाँनिर चाहिँ बजार छ एउटा सानो बसन्तपुरको, यहीँबाट होइन। एन्ड हाम्रो टिम चाहिँ अलिकति ढिलो खालको टिम परेछ कि, कोही भर्खर रेडी हुँदैछ, कोही अघि गइनिसक्यो है। त्यस्तो छ हाम्रो टिम चाहिँ, अलिकति म्यानेजमेन्टको अलिकति प्रब्लम है। एन्ड यहाँबाट चाहिँ हामी अब माथिनिर तिनजुरे, अलिक माथिसम्म चाहिँ बाटो राम्रो छ एन्ड त्यहाँदेखि माथि चाहिँ एकदम अफ रोडिङ, एकदम अफ रोडिङ। सो तपाईँहरूलाई म सबैलाई म त्यहीँदेखि देखाउँछु डाइरेक्ट होइन है। मेरो पछाडि हन्टर आउँदैछ। अब यस्तो चिज चाहिँ आउँछ भने चाहिँ अब कुरै छोड्यौँ न। अब यहाँनिर चाहिँ हाम्रो एउटा पार्टनर चाहिँ अगाडि गइसकेको छ होइन है। हामी दुईजना जाँदैछौँ एन्ड पछि एउटा आउँछ है अझै ड्युक 200। अब यस्तो अफ रोडिङ है, यस्तो अफ रोडिङ यत्तिको मेहनत चाहिँ के को लागि गरेको हामीले अहिले तपाईँलाई देखाइदिन्छु म। यस्तो अफ रोडिङ चाहिँ हामीले के को लागि गरेको भनेर चाहिँ। When you want to get off the darkest ground, but gravity pulls you straight down. Earth from a bird's eye view. You should grow feathers and see this too. When you want to get off the darkest ground, but gravity pulls you straight down. When you want to get off the darkest ground, but gravity pulls you straight down. Clear sky. कस्तो रहेछ जग्गा चाहिँ भन्नु नि, आउनु त एकदम
एकदम धेरै राम्रो मनलाई यति साह्रो शान्ति भइरहेछ होइन भनौँ टेन्सन केही छैन यहाँ आएपछि यतिसम्म रिल्याक्स यहाँबाट चाहिँ कतिवटा चाहिँ कुरा चाहिँ तपाईँले गेस गर्नु सक्नुहुन्छ यहाँबाट भनौँ मान्छेले 28 किसिमको छ भन्छ तर मैले आजसम्म देखेको चाहिँ यहाँनिर 2 किसिम 2 भन्दा पनि 3 4, 5, 6 किसिम जस्तो देखिन्छ खै कुन कुन चाहिँ छ एउटा त्यहाँ छ अनि यो लाइनमा छ यहाँ पल्लोपट्टि लाइनमा छ यहाँबाट 4-5 किसिमको चाहिँ यहाँ अलरेडी देखिसक्यौँ अन्त मेरो अलिकति लेट भएछ कि अनि यसरी नै अब भनौँ धेरैजनाले जितेर अनि धेरैजनाले अब यसो इन्जोय गरेर सकिसकेछ हाम्रो चाहिँ अनि यो चाहिँ जसले अब भनौँ एउटा भाकल गर्छ त्यो तिनीहरूको लागि है यो चाहिँ यो तल देख्ने सब कुरा छ नि है हो नि हौ सबै गुराँसै हो एन्ड हामी चाहिँ हिजो चाहिँ त्यहाँ परको त्यो टावर भएको डाँडामा पुगेको हो